हेलो गाइस, आज म रेडी भएर बेल्टार जाने भनेर तयारी भइसकेर म चाहिँ बर्खी नजिकै काठे होटलमा पुगेँ। बुवा त्यहीँ हुनुहुन्थ्यो। पैसा मागेर चाहिँ म नजिकै अगाडि बर्खे चोकमा पुगेँ। अनि बर्खे चोकमा अटो थियो, अटोमा हामी दुईजना बस्यौँ। अनि अटोमा बसेपछि लगभग 1 घन्टा लागेर हामीलाई बेल्टार लग्दै थियो। बाटोमा चाहिँ यस्तो भ्यूहरू रहेछ। अनि बाटोमा जाँदा जाँदै अनि एउटा नजिकै हामी पुग्न लागेछौँ, ट्राफिक जाम हुन्छ। ट्राफिकमा चाहिँ पुलिसहरू नयाँ मेदीहरूको भर्खर जोइन भएको रहेछ। अनि यसरी गर्नुपर्छ उनीहरूलाई नि सिकाइरहेको थियो। त्यहाँ चाहिँ लाइसेन्सहरू यताउति खोज्दै थियो। अनि त्यहाँ जाम भएपछि हामी नजिकै लगभग 1 घन्टा पछि हामी चाहिँ बेल्टार फाइनल्ली पुग्यो। त्यहाँ पुगिसकेपछि घन्टीको लगभग प्रचार भइरहेको रहेछ। अनि त्यहाँ घन्टीमा पनि हामी सामेल भएर यताउति गऱ्यौँ। त्यसपछि नजिकै गाडी साइडमा थियो हस्पिटल। अनि त्यहाँ यताउति हामीले भिडियो बनाएर अनि फेरि चौधन्डी हस्पिटलमा हामी पुग्यौँ। भित्र गइसकेपछि अब 600 रुपियाँ तिर्नुपर्छ है ब्लड चेक गरेको भनेर 600 रुपियाँ तिर्यौँ र भित्र गएर ब्लड चेक गऱ्यौँ। त्यसपछि फाइनल्ली हामी चाहिँ कति 30 मिनटपछि तपाईँ आउनुहोस् भनेपछि हाम्रो बजार के गर्ने भनेर बजारमा घुम्ने यताउति। अनि आज चाहिँ ठ्याक्क फाइनल्ली ऊ पनि रहेछ, मेला पनि लागेरहेछ। नयाँ चिजहरू यताउति हेऱ्यौँ। अनि भोक लागेर नास्ता खायौँ, चटपटे ठिकै थियो। अनि त्यसपछि साँझ हामी फर्किँदैखेरि अब एकजना आउनु पऱ्यो। अनि म चाहिँ अलि ढिला आएर फर्क्यौँ। त्यस साँझ 2 बजे 3 बजेतिर चाहिँ आएपछि के गर्ने, दिनमा केही पनि थिएन, झ्याउ लागिरहेको थियो। त्यसपछि एउटा मैले आइडिया खोजेँ। अनि खै पानी टेस्ट गरौँ न त कस्तो हुन्छ भनेर मैले पानीलाई एउटा कभरमा पेपरमा राखेर टेस्ट गर्न खोजेको। त जति गर्दा पनि नअड्किएको कि खै किन अड्किएन, कसरी अड्किएन 3-4 चोटि गरे भएन। अनि फाइनल फेरि कोठामा अनि म गएर साँझ 4 बजिसकेको थियो। 4 बजीतिर हामी चाहिँ एउटा नजिकै गाउँ रहेको रहेछ, त्यहाँ पुलमा गएर रमाइलो हावापानी खायौँ र आजको दिनहरू यसरी कटायौँ। ल गाइस, फाइनली आउने भिडियोको लागि पनि तपाईँले माया देखाइदिनु होला। त्यसैले सपोर्ट गरौँ अनि सब्सक्राइब गरौँ र यसरी नै माया देखाउनु पर्यो। आजको लागि यति नै, धन्यवाद भिडियो हेरेकोमा। हस्त।